ताङखुवा खोला भनेको यो धनकुटादेखि समथिङ 6 किलोमिटर छ यहाँ आइपुग्नुलाई। ताङखुवा खोलाको यो खोला भनेको चाहिँ पुरा कस्तो कालो छ पानी। यहाँबाट आउँछ पानी यस्तो बग्दै 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 उहाँ हुन्छ सर। यहीँ हो पानी भनेको ताङखुवा खोला भनेको यही हो। यताबाट झोलङ्गे पुल छ यहाँबाट। हामी आउने बाटो भनेको चाहिँ यता यो सिधै उकालो 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 जानुपर्छ। टायर धेरै गाह्रो छ उकालो कसरी पुग्ने भनेर टेन्सन भइरहेको छ। ताङखुवा खोला यही हो ताङखुवा खोला भनेको। यस्तो फोहोर गर्नुतिर हुँदैन यार यस्तो सार्वजनिक ठाउँमा। सिसाको बोतल छ यसलाई सुरक्षित राख्दा कस्तो होला। वरिपरि पुरा खोजमा काहीँ केही देखिँदैन पुरा खोजमै छ केही देखिँदैन। देख्ने भनेको यति वरिपरि मात्रै हो सबै। यस्तो खोलाको छेउछाउमा फ्याल्नु चाहिँ नहुने हो। बोतलै बोतल छ सिसा टन्न कति धेरै छ आम्मा सिसा छ। कस्तो दामी छ यार यहाँ बिचबाट गएको यो बाटो। अब हामी यहाँदेखि धनकुटा पुग्नुलाई 6 किलोमिटर रहेछ यार। आउँदा 12 किलोमिटर चढिसक्यो हामी। बस अब सुरु भयो उकालो हाम्रो। अब यति गाह्रो हुन्छ कसरी पुग्ने भन्ने टेन्सन भयो।